कति चाउलो पकाउन हिँडे कि रिङ्गटा लागेर पो लडेछु। मामुलाई भनेको भए हुन्थ्यो नि, मामुले पकाएर दिनुहुन्थ्यो। तेरो मामु फेसबुक कि फेसबुक चलाउन लागे कि त्यसैले आफै पकाऊ भनेर हिँडे कि। ल हिँड्नुहोस्, म पकाएर दिन्छु। म भन्छु तपाईँको बुढेसकालको सहारा। समीक्षा, ए समीक्षा, के भयो बसे कि? हजुरको आमाले मलाई के भन्नुभयो, के भन्नुभयो? चाउलो पकाइदेऊ भने नानी मैले पकाएर दिएँ, मिठो छैन भनेर फालिदिनु भयो। छोडिदेऊ न यस्तो कुरा। बुढेसकालमा आमाको फुस्क्यो कि क्या हो? छोडिदेऊ यस्तो कुरा। ए हजुर, मेरो भनेको मान्नुहुन्छ भने आमालाई वृद्धाश्रम लगेर छाडिदिउँ। के भन्छ यो? होइन क्या, हामी कहिलेकाहीँ घुम्न जाँदा आमाको हेरविचार कसले गर्छ? ए बिस्तारै सोचौँला नि। अहिले मलाई कस्तो भोक लागेको छ, हिँड खाजा खान जाऊँ। ल हिँड जाऊँ। अब एकछिन पाठ गर्नु पर्यो। हरे राम 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 हरे राम, हरे कृष्ण हरे राम, राम राम हरे राम। हेलो हेलो हेलो। हरे राम 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 हरे राम, हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे राम, हरे कृष्ण नहीं त्यहाँ उभ्य हुन्छ, टेन्सन नलिनु। आमा उठ्नुहोस् न। वान क्लास बाबु तैँले मलाई हिँड्नुहोस् न, हिँड्नुहोस्, म वान क्लास बाटोमै भन्छु नि। भन्नु भयो तैँले मलाई तीर्थ लान आँटिस् कि क्या हो? झोला त ठुलै छ। हिँड्नुहोस् न, हिँड्नुहोस्। भन्न भयो तपाईँ जस्ता बुढाबुढी हुने ठाउँ लान आँटेको आमा हामी तपाईँलाई भेट्न पनि आउँछौँ, लिन पनि आउँछौँ चाडबाडमा। हिँड्नुहोस् न, हिँड्नुहोस्। तैँले मलाई वृद्धाश्रम लान आँटिस् क्या? जान्न बाबु, जान्न देऊ। मेरो झोलामा आफ्नै गएर जान्छु, जान्न बाबु, जान्न। म तिमीहरूको खुट्टा ढोक्छु, जान्न बाबु, जान्न। हे हिँड्नुहोस् कि आमा, कति जिद्दी गर्नु भएको? जानुहोस्, कहीँ राम्रो कुरा भनिरहेको हो। हिँड्नुहोस् कुरुक्क। जान्न बाबु, जान्न देऊ। मेरो झोला जान्न बाबु, जान्न। हिँड्नुहोस् कि, कति जिद्दी गर्नु भएको? त सानो थिएँ म, तर यसरी नै डोराएर स्कुल लाग्थेँ। आज म बुढी हुँदा त मलाई त्यस्तै नै डोराएर वृद्धाश्रम लाग्दछ। जान्न म तिमीहरूको ओइ बुझे बस। जान्न बाबु, बस त्यहाँ। जान्न बाबु, जान्न बाबु, जान्न बाबु, जान्न बाबु, ए हजुर नरुनुहोस् न, किन रुनु भएको? हामी सबै यस्तै हो हजुर, हामी आफ्नै परिवार त हो। अब जति सक्दो सम्हाल्नु नै ठिक हुन्छ। हामी आफ्नो छोरा जन्मिँदा कति खुसी भएका थियौँ। आफूले खाइ नखाइ छोरालाई बोर्डिङ स्कुल पढायौँ। आज त्यही घरमा मेरो लागि एउटा कोठो छैन। मेरो पनि छोरा अमेरिकामा थियो, तर के गर्नु, मलाई पनि वृद्धाश्रम छोडेर गयो। अब जति सक्दो आफूलाई सम्हाल्नुहोस्। मेरो पनि चारजना छोरा थियो, तर के गर्नु, तिनीहरूको घरमा म हटाइन। अब जति सक्दो सम्हाल्नु नै ठिक हुन्छ। अब खाना खाने समय हो। बिस्तारै। हेर्नुहोस् न, कति राम्रो फोटो हो त नि। ए छोरा आयो त, आज त धेरै खुसी देखिन्छौ नि, के भयो? मैले आज स्कुलमा टप गरेँ नि आमा। खै देखाउ त बाबु। मेरो छोरा हो, छोरा बुढेसकालको सहारा। हामी बुढो हुँदाखेरि साथ दिन्छौ होइन र? हाम्रो बुढेसकालको सहारा बन्छौ नि बाबु। भन्छु नि बुबा, बुबा खैयो दिनुहोस् त, म यो हजुरआमालाई देखाएर आउँछु। हजुरआमा कति खुसी हुनुहुन्छ। बुबा बुबा, आमा आमा, हजुरआमा कता हुनुहुन्छ? हामीले त हजुरआमालाई हजुरआमा
भएको ठाउँमा पुर्याइदियो नि बाबु। त्यहाँ हजुरआमाको राम्रोसँग हेरविचार हुन्छ नि बाबु। हजुरआमाले पुर्याएको ठाउँको नाम के हो नि? महिला वृद्धाश्रम हो नि बाबु। त्यहाँ हजुरआमाको राम्रो हेरचाह हुन्छ त? हुन्छ नि, त्यसैले त हामीले त्यहाँ पठाएका। त्यसो भए तपाईँहरू पनि बुढाबुढी हुँदाखेरि आँखा नदेख्ने हुनुहुन्छ, कान नसुन्ने हुनुहुन्छ, हिँड्न नसक्ने हुनुहुन्छ, म पनि तपाईँहरूलाई त्यही वृद्धाश्रममा छोडेर आउँछु। होइन, के भन्छ यो? तपाईँहरूले नै भन्नुभएको होइन, त्यहाँ राम्रो हेरचाह हुन्छ। त्यस्तो राम्रो ठाउँ कसले छोड्छ र? मैले त पछिसम्म नामै बिर्सन्छु होला। म अहिले नै त्यो वृद्धाश्रमको नाम लेखेर आउँछु। म कापी कलम लिन गएँ है। तपाईँहरू कहीँ नजानुहोस्, म अहिले। ल, हामीबाट ठुलो गल्ती भयो। अब त हामीलाई भगवानले पनि माफ गर्नुहुन्न होला। ल, हामीले त आफ्नो बच्चालाई नराम्रो संस्कार पो सिकायो कि क्या हो? ए हजुरआमालाई लिन जाऊँ न। हिँड, जाऊँ। अब एकछिन किताब पढ्नु पर्यो। क, ख, ग, यो के रहेछ? घ, आमा हामीलाई माफ गरिदिनुहोस्। हामीबाट ठुलो गल्ती भयो। हिँड्नु सब घर जाऊँ। होइन, के भन्छ तिनीहरू? कुन घर, कस्तो घर? अब मैले यही वृद्धाश्रममा आफ्नो घर मानिसकेछु। तिमीहरू यहाँबाट गइहाल। त्यसो नभन्नुहोस् न आमा, हिँड्नुहोस् घर जाऊँ। भगवानले त एकचोटि माफ गरिदिनुहुन्छ भने हामी त तपाईँकै सन्तान हो नि। हिँड्नु सब घर जाऊँ। सन्तान? कसको सन्तान? मेरो कुनै सन्तान छैन। मैले मानिसकेछु। तिमीहरू यहाँबाट गइहाल। मेरो आत्माभन्दा टाढा गइहाल यहाँबाट। अझ आयो भने मेरो लास देख्नेछौ। गइहाल। ताती गर्दै तिमीले आमा भनी बोलाउँदा मेरो अनुहार एक ताली हेरी टोलाउँदा यस्तो लाग्थ्यो कि संसारकै भाग्यमानी आमा हुँ म। छोरालाई पढाइ लेखाइ ठुलो मान्छे बनाउँदा समयको रफ्तार हेर कति चाँडो बित्यो। तिमी भयो 25 सालको, मेरो शरीर बुढो भयो। आज यी हातहरू काम्ने गर्छन् थरथर, आँखाहरूबाट तिरमिर बाटो छाप्ने गर्छन्। फेरि पनि भाग्यमानी आमा हुँ म। दर्जा चाहिएको छ, मायाको अलिकति कर्जा चाहिएको छ। आश्रमको ढोका होइन बाबु, तिम्रो हात चाहिएको छ। बाबु तिम्रो हात चाहिएको छ। आश्रमको ढोका होइन बाबु, तिम्रो हात चाहिएको छ। बाबु तिम्रो हात चाहिएको छ। हामी पशुतापको आगोमा पल पल बलिरहेका छौँ। हामीले जे गर्छ हाम्रो बालबच्चाले पनि त्यही सिक्छ। हामीले खुर्सानीको बिउ रोपेर सुन्तलाको आश गरेछौँ। तपाईँहरूले पनि यस्तो गल्ती गरिरहनु भएको छ भने अहिलेदेखि नै सचेत रहनुहोस्। सबैले आफ्नो आमा बुबालाई माया र सम्मान गर्नुहोस्। संसारमा आमा बुबा भन्दा ठुलो अरू केही नि हुँदैन। त्यसैले त भनिन्छ